जय नेपाल जय मधेश। आज प्रधानमन्त्री बालेन्द्र शाह र उनको युवा गृहमन्त्री सुदन गुरुङजी एक्सन मोडमा आएको छ। एक्सन ओरिएन्टेड काम गर्न लागेको छ। उहाँले आन्दोलन भएको शहीदको दोषी मान्ने मुख्य पात्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकजीलाई आफ्नो निजी आवासबाट हिरासतमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँ लगेको छ। आज केपी शर्मा ओलीजीलाई यो हिरासतमा जाने किन नबताएको छ? उहाँ हिजो प्रधानमन्त्री हुनुहुन्थ्यो, आज उहाँलाई हिरासतमा जाने स्थिति किन सृजना भएको छ? यो स्थिति पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजीले आफै सृजना गरेको छ। उहाँको घमण्ड, उहाँको अहंकारले यो स्थितिमा पुर्याएको छ। उहाँ जुन प्रधानमन्त्रीको पदमा हुँदै आफूभन्दा ठुलो कोही छैन भन्ने ठान्ने जुन प्रकारको मानसिकता थियो, त्यो मानसिकताले यहाँ पुर्याएको छ। उहाँको अरूको छोराछोरीलाई छोराछोरी नबुझ्ने मानसिकताले नै यहाँ पुर्याएको छ। म भन्दा ठुलो कोही छैन भन्ने बुझ्ने त्यही प्रवृत्तिले यहाँ पुगाएछ। आज कसैले केपी शर्मा ओलीलाई हिरासतमा लगेको छैन, उहाँले आफै आफूलाई हिरासतमा लगेको छ। उहाँको प्रवृत्ति, उहाँको जुन प्रकारको छवि थियो, त्यो छविले यहाँ पुर्याएको छ। जे मनमा आए त्यो गर्ने, जे मनमा आए त्यो बोलिदिने, विद्यार्थीलाई विद्यार्थी नबुझ्ने प्रवृत्तिले नै यहाँ पुर्याएको छ। त घमण्ड नगर्ने, सबैभन्दा ठुलो कुनै पावर, कुनै पद हुँदैन, सबैभन्दा ठुलो समय हुन्छ। समयको चक्र घुम्यो। आज हिजो जुन प्रधानमन्त्री व्यक्ति थियो आज हिरासतमा गयो। हिजो जुन रोडमा आन्दोलन गरिरहेको थियो आज सरकारमा बस्यो। यो समयको खेल हो, समयको चक्र हो, समय घुमेर आएको छ। समय कसलाई बलवान बनाउँछ यो कसैले थाहा हुँदैन। त्यसैले घमण्ड र अहंकार कहिले नगर्नु। आज युवा जुन सरकार आएको छ, युवा जुन गृहमन्त्री आएको छ, त्यो सरकारले एउटा जनतालाई आशा दिएको छ कि कानुन व्यवस्था प्रणाली लागू हुन्छ। सबै व्यक्ति, धनी गरिब, पिछडे वर्गको व्यक्ति, ठुलो वर्गको व्यक्ति, जुन पनि वर्ग भए कानुनको तल हुन्छ। कानुन सबैको लागि बराबर हुन्छ। यो सरकारले भन्नुभयो कि प्रधानमन्त्रीलाई पनि मुद्दा लाग्न सक्छ भनेर आज प्रुफ गरेको छ। आम जनताको लागि यही कानुन हो र अरूको लागि पनि सेम नै रुल रेगुलेसन हो। यो आज आशा दियो छ नयाँ सरकारले र आशा भविष्यमा पनि आशा छ कि भ्रष्टाचारीलाई काडा भन्दा काडा सजाय हुन्छ, घुसखोरलाई लखेट्ने काम हुन्छ र घुसखोरलाई काडा नियम लगाएर उहाँलाई सजाय दिने काम हुन्छ र देशमा जनताको राज हुनेछ, देशमा शान्ति हुनेछ, देशको जनता हल्ने फुल्नेछ, देशको जनता खुसीले गदगद हुनेछ। यो आशा छ कि नयाँ सरकारले गर्नेछन्। अब यो आशा हेरौँ कतिको पुरा हुन्छ। तर जुन आजको एक्सन फर्ममा जुन काम भएको छ यो एउटा सराहनीय काम हो कि जो पनि किन होस्, प्रधानमन्त्री होस्, मन्त्री होस् या सानोतिनो जस्तो वर्गको पनि व्यक्ति किन नहोस्, कानुन सबैको लागि बराबर हुन्छ। अब नयाँ सरकारले नेपालको मुहार कसरी फेर्ने हो यो समयले हामीलाई बताउनेछ। यति मात्रमा भन्दै म हजुरहरूसँग बिदा लिन चाहन्छु। जय नेपाल जय मधेस।